हेलो नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। होइन, आज चाहिँ म धेरै दिनपछि भ्लग हालेको छु। हेर्नुहोस्, यता चाहिँ आज हामी ट्याराम राइड गर्न आएको छौँ। होइन, सबैसित साइकल छ। यता बादल लगाइरहेको छ, सिमसिम पानी परिरहेको छ। होइन, पानीमा हामी चाहिँ भ्लग गराइरहेको छौँ आज चाहिँ। यता चाहिँ हामी टक्क लगाएर पानीमा राइड साइकल किनेको छ टक्क लगाएर। होइन, आज चाहिँ पानीमा बबाल राइड हुन्छ। पानीले भिजाए पनि यहाँ हुन्छ गाइड्स। यो चाहिँ कमान डाँडा है। फलिरहेको छ, यता पानी परिरहेको छ, घाम पनि परिरहेको छ गाइडहरू। होइन, उता चाहिँ साइकल चलाइरहेका छन् यिनीहरूले चाहिँ। यता चाहिँ हामी जाँदैछौँ टक्क लगाएर सर। होइन, हेर्नु गाइड्स, मैले चाहिँ यस्तो यहाँ सिट उडिरहेको छु। टक्क लगाएर। होइन, गाडीहरू यस्तरी आइरहेको छ पनि। हेर्नु उता त्यहाँ चाहिँ हामीले पर तलै जान्थ्यो भने चाहिँ बल खेल्न। ल यहाँबाट झार्न गल सक्छ मर्ने हो। जुत्ता चाहिँ फेरि अर्को भाइ आउँदैछ। होइन, फिब्ल्यानको भाइ टक्क लगाएर। ल एउटा स्ट्यान्ड आन्देला, कस्तो स्ट्यान्ड जानेछ तैँले? ल यसले चाहिँ टायर लड्काएको छ। होइन, ल अब अर्कोले देखा ल कस्तो स्ट्यान्ड आन्ने तैँले। होइन, यो चाहिँ फेरि अर्को निराजन भाइले चाहिँ फेरि उता माथिबाट ल्याउँदैछ है। ल यो पनि जाँदैछ। ल कसले राम्रो, तिम्रो तिनवटामा कसले राम्रो स्ट्यान्ड हान्ने है? ऊ त्यसले चाहिँ टायर लड्काएको छ। ल तिमीहरूले अब कस्तो स्ट्यान्ड हान्छ उसलाई हान त गाइज। अब चाहिँ ऊ त्यो निराजन भाइ आउँदैछ है माथिबाट। अलि स्पिडले न, स्पिडले। ल अब अर्को भाइ आउँदैछ है, जेनिस भाइ आउँदैछ। अब चाहिँ ल आइज, ल स्पिडले टायर लड्काइदियो नि। टायर एउटा स्ट्यान्ड देखाइदियो अडियन्सहरूलाई। ल यसले बबाल स्ट्यान्ड हान्यो है गाइजहरू है। ल स्टोप हान। यसले चाहिँ गाइजहरू स्टोप हान्दैछ है। ल अब ल हान, ल स्टोप हान। ए बबाल स्टोप हान्यो है गाइज। ल गाइज, होइन अब चाहिँ गगनले स्टोपी हान्दैछ है। अब चाहिँ गगनले स्टोपी हान्दैछ है। ल ल बबाल स्टोपी। ल अब यसले स्टोपी हान्छ गाइज। हाम्रो गाउँका चाहिँ सबै राइडर हुने राइडर। अब मैले चाहिँ स्टोपी हान्दैछु गाइज। हेर्नु है मेरो स्टोपी कहाँ छ? बनाएको छु के। ल चाहिँ मैले चाहिँ यो क्यामेरा चाहिँ मेरो फ्रन्ट क्यामेरा है। फ्रन्ट क्यामेराबाट चाहिँ कस्तो आएको छ भिडियो हेर्नु होला, भ्यू हेर्नु माथितिरको है। टक्क लगाएर सही छ नि, फ्रन्ट क्यामेराबाट यस्तो भ्यू आउँछ टक्क लगाएर। होइन, यो चाहिँ कमान डाँडा हो। मेरो ब्याकग्राउन्डमा देखेको चाहिँ कमान डाँडा हो। हेर्नु है, ऊ पर उता तलतिर हेर्नु त कस्तो पानी परिरहेको छ। ऊ पर सेतो सेतो देख्यो नि, त्यो सबै पानी हो है। अनि यता है, यता ऊ हेर्नु तिते लेकमा है। तिते लेकमा गाइज पुरै हेर्नु कस्तो मान्ने छ टक्क लगाएर है। अब चाहिँ ब्याक क्यामेरामा भेटौँ है गाइजहरू है। अहिले चाहिँ मैले मेरो मोबाइलको कभर निकालेर चाहिँ भ्लग गरेको छु। क्यामेरा अलि राम्रो अहिले हेर्न गाइज, झन् धेरै पानी परिरहेको छ। ऊ पर हेर्नु है, त्यो जति पनि सेतो सेतो देखेको छ नि सबै पानी हो है गाइज। मेरो साइकल चाहिँ यता छ, यस्तो छ हालत मेरो साइकलको। उता चाहिँ स्टोपी प्र्याक्टिस गरिरहेको छ। ल स्टोपी हान्दै त एउटा। ल स्टोपी हान्न, स्टोपी स्टोपी हान्न जान्दैन भन्छ गाइजले। ल हान्दे, ल जस्तो पनि हान्दे त। ल ऊ त्यसले हान्छ। ल रियानले हान्दे त। रियान स्टोपी हान्न, स्टोपी। ल गाइज, ऊ त्यो पिप्ल्यानको ड्रेस लागेको चाहिँ अब स्टोपी हान्छ है। ल ऊ त्यसले हान्दैछ है गाइज। विली हान्छ स्टोपी भने, स्टोपी हान्न।
लगाइजेल चाहिँ स्टुपी हान्दैछ है टायर लड्काउँछ यार स्टुपी हान भने हाम्रो अब फेभरेट लोकेसन चाहिँ यही भइगयो है भोपाल भ्यू आउँदैछ कि यहाँनिर चाहिँ टक्क लाएर है त्यो भाइले चाहिँ अब स्टुपी हान्दैछ है ल हान्दे ल स्टुपी हान्न स्टुपी स्टुपी हान् स्टुपी प्लेनको ड्रेस लागेको चाहिँ स्टुपी हान्दैछ ल ल हान्दे त ल स्टुपी हान्न कस्तो हान्छ स्टुपी पनि गाइजहरू है भाइहरू चाहिँ स्टुपी हान्दैछ यो रियान भाइ आउँदैछ है सुरुमा ल ल यसले अलि राम्रो हाने ल अर्को आइज अलि बेस गरी ब्रेक हान है यसले पनि हानेन ल अब ऊ त्यो लास्ट भाइ आउँदैछ यसले चाहिँ कस्तो हान्छ ल ल ल है ल यसले पनि हानेन गाइज स्टुपी कोहीले पनि स्टुपी हान्नु सक्दैन नि अब म स्टुपी हान्छु मेरो स्टुपी कस्तो छ कमेन्ट गर्नु है अनि तिम्रो जेनिसको साइजमा उठ्या मेरो दैले भक्कर खतरनाक ताइमा यसले पनि सक्दैन जेनिस हान्छु के जेनिसकोमा हान्छु के भयो गाइज जेनिसकोमा मैले सक्छु कि मेरो झ्याप छैन कि जेनिसको झ्याप तिनीहरूले चाहिँ अब लास्ट पालि स्टुपी हान्दैछन् पानी पनि ठुलो पर्न लाग्छ अहिले चाहिँ अब हामी घरतिर जान्छौँ एकछिन त्यतै भलक सलक गराएर अब यिनीहरूले स्टुपी हान्दैछन् ल आइज ल सुरुमा को आउने हो पुरै फर्किने गरी हान्नु पर्यो टायर फर्किने गरी उता उता अलि बेस गरी हान है यसको जान्नु यस्तो हुन्छ यसले हानेन गाइज यसले पनि हानेन चप फुस्सा मेरो झ्याप छैन ल अब त्यसले हान ल हो यसले हान्छ जस्तो लाग्यो ल यसले हान्छ है गाइजहरू बेसी ल गाइजहरू जाके जाके दामी दामी स्टुपी है दामी दामी अब यसले पनि लास्ट पालि हान्छु भनेछ ल कस्तो हान्छ गाइजहरू होइन बबाल बबाल स्टुपी हानिरहेको छन् है भाइहरूले चाहिँ यता दामी दामी है दामी दामी बादल गड्केको सुन्नुभयो होला तपाईँहरूले कस्तरी गड्केको घरतिर जान्छौँ यी भाइहरू ल भलकमा के भन्न चाहन्छ भन ल बाइ बाइ ल बाई बाई ल सबैजनालाई अब चाहिँ नेक्स्ट भलकमा भेटौँ ल है त गाइज